नमस्ते, स्वागत छ मेरो सामरिक ब्लग्समा। हामी चाहिँ आज यहाँ यो मन्दिरलाई सजावटको लागि, रङको लागि यहाँ हामी आएको छौँ र हाम्रो चाहिँ यहाँ रङ लाउने कार्यक्रमको लागि पहिलो चरणको काम भइरहेको छ। यहाँ हाम्रो सामानहरू पनि अलिक भर्खर लिएर आइसक्यौँ र यहाँ हाम्रो काम सुरु भइसकेको छ गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरूले। आज चाहिँ हामी भोलि शिवरात्रिको लागि आज दिउँसो चाहिँ नभ्याएको कारणले, यस्तो नभ्याएको भन्दा पनि हाम्रो चाहिँ पैसा कलेक्सन नभएको कारणले मन्दिरमा चाहिँ रङ लाउने प्लानिङ पनि थिएन। अनि त्यो हिसाबले चाहिँ हामीले चाहिँ अहिले रातारात काम सुरु गरिरहेछौँ। त्यो चाहिँ हाम्रो सुरुको टाइममा घोट्ने काम भइरह। यहाँ हाम्रो भान्जा छ, हेलो भन्नु भान्जा, हेलो। हाम्रो प्रकाश छ, हेलो हेलो। हाम्रो सुजन, यहाँ हाम्रो सेती दादा, हेलो। हाम्रो त्यहाँ के अरे कान्छे, अनि हाम्रो लाइट देखाउने यहाँ तल हुनुहुन्छ हाम्रो अङ्कल अनिस अङ्कल, देखिनु भएन अहिले अँधेर, अहिले तल गएर देखाइदिन्छु। र हाम्रो काम चाहिँ सुरु भइरह। हाम्रो यहाँ घोट्ने काम सकिन लागिसकेको छ माथिको चरणमा। केटाहरूले हाम्रो घोटिरहेको छ। अब यहाँ घोटेपछि हामी तल जान्छौँ। काम चाहिँ तीव्र गतिमा भइरहेको छ होइन। सबै साथीहरूले काम गरिरहेको छ। फेरि मैले पनि भ्लग मात्र बनाएको भन्नु होला, मैले पनि काम गरेर मात्र बसेको है गाई। अहिले मैले पनि काम गरेको देखाउँछु तपाईँलाई। हाम्रो तल घोट्ने काम भइरह। मैले पनि काम गरिरहेको छु। हाम्रो यो लाइट बाल्ने अनिस अङ्कल हुनुहुन्छ। अनिस अङ्कल चाहिँ खालि अँधेरामा बसेर केही पनि नदेखिनु भयो क्या। हागेर चाहिँ अङ्कल चाहिँ ट्याक्क लाइट देखाउनु थाल्यो भन्नु कता हो अब। यो चाहिँ एकदम मै स्टार्टिङ मलाई नै कसको छ लाइट खालि अँधेरा बसेर लाइट देखा भने त्यसले मेरो हुनसक्छ केटा हो। यसले चाहिँ लास्टै सजिलो हुन्छ। तपाईँहरूले पनि घोट्नु भयो नि यो लिएर आउनु होला। यो चाहिँ घोट्ने कुरो हो, खै हाम्रो पनि थाहा छैन नामदेखि हो। घोट्न चाहिँ लास्टै सजिलो हुन्छ चाहिँ थियो अनि अङ्कलले नामकरण नि गर्दैछ भने यताबाट गर्नु मलाई 7 लाखमा यस्तो गऱ्यो। यसले चाहिँ साइडै घोटाइ बल्ल लाइट बालिरहनु भएको थियो। अब चाहिँ घोट्न थालिसक्नु भयो। यहाँ एकदम खतरा घोट्नुहुन्छ नि अनिसँगले फेरि। हाम्रो यहाँ गजुरमा गोल्डन कलर लाउने कार्यक्रम भइरहेको छ। यहाँ हाम्रो कान्छे अहिले चाहिँ रङ लाउने, बत्ती देखाउने सरोज भान्जा। हाम्रो यहाँ गाई अब चाहिँ जुरो के भन्छ अरे गजुरमा चाहिँ ठ्याक्कै अब चाहिँ गोल्डन कलर लाउने कार्यक्रम भइरहेको छ गाई। अब यसपछि चाहिँ हाम्रो त्यसपछि प्राइमर लगाइन्छ व्हाइट ट्याक्क। यो चाहिँ अब यो लाउने चाहिँ हाम्रो प्रकाश प्रेमी छ, ह्याप्पी होली पनि छ एक्सटिङको पानी झर्न लाएर गाइस। आइ झर्न लाएर गाइस। झर्न लगाएपछि यहाँ चाहिँ तपाईँहरूको एकदम हामीलाई चाहिँ एकदम रमाइलो पनि भइरहेछ होइन। यो राति चाहिँ काम गर्नलाई अब भोलि चाहिँ तपाईँहरूले यहाँ यो पुरानो मन्दिर कस्तो थियो र अहिले नयाँ कस्तो हुन्छ भने चाहिँ तपाईँहरूले भोलि देख्नुहुन्छ। ल यो चाहिँ अब तपाईँहरूले भोलि हेर्नुहुन्छ। अब भोलि हेर्न सक्नुहुन्छ भ्लगमा कस्तो हुन्छ लास्टमा। हाम्रो रङ लाउने कार्यक्रम सुरु भयो गाइस। सानो पुरुष चाहिँ ल्याउनु न यतातिर पेन्टहरू। यो चाहिँ प्राइमर हो। हाम्रो प्रकाश दादा चाहिँ खतरा वाला हो क्या। यो 2 घन्टामा 4 कोठाको घर भ्याउने पेन्टर हो। पहिला चाहिँ बबाले लाउँथ्यो होइन, म पनि पछि हिँडेको थिएँ 1-2टा घर होला। तर अहिले चाहिँ बल्ल खासै आउँदैन। म बडा लिङ्गामा छु अहिले चाहिँ। रङ लाउन चाहिँ खासै नआउने भएर। तर केटाहरूले राम्रो लाउने रहेछ। केटाहरूलाई चाहिँ कतै तपाईँहरूको रङसङ लाउनु छ भने ठेक्का दिँदा नि लगाइदिन्छन् केटाहरूले सस्तोमा। तपाईँहरूलाई चाहिँ सस्तोमा चाहिन्छ भने के यो यतिको चाहिँ मलाई काम चल्छ भनेर चाहिँ गर्न चाहनुहुन्छ भने चाहिँ केटाहरूले लगाइदिन्छ सस्तो। कन्ट्याक्ट नम्बर चाहिँ अब तपाईँलाई म अहिले छोडिदिन्छु बायोमा। अलि हाम्रो केटाहरू अहिले मन्दिर हुन्छ भनेर सोध्नु पनि पऱ्यो। फेरि मैले भनेर फेरि रिसाउला हल्का बिजी छन् अहिले डिस्टर्ब नगरौँ। तर खतरा लागिरहेको छ केटाहरूले। गाइस हामी चाहिँ यहाँ तल हाइट लाउने कार्यक्रम भइरहेको छ। कालो कालो भएको ठाउँमा चाहिँ लाउनै पनि भएर लाग्यो, नत्र यहाँ चाहिँ ओरेन्ज लाउने प्लानिङ थियो।
बबाले भोलि चाहिँ बबाले देखिन्छ क्या शिवरात्रि नि सुरेल हुने चाहिँ बबाले हुन्छ है हाम्रो चाहिँ यहाँ बिममा रातो लाउनलाई हाम्रो गोरे भाइले रातो बनाइरहेको सबै हेरिरहनु भएको होइन रमाइलो भइरहेको छ गाईहरू एकदम खुसी लागिरहेको रातो लाउने कार्यक्रम चाहिँ हाम्रो भइसक्यो फिनिसिङ अब भयो रातो चाहिँ अब यसपछि अब ओरेन्ज लाउँछ हामीले ओरेन्ज लगाएको नि हामी भिडियो बनाउँछौँ गाइज होइन यहाँ चाहिँ हाम्रो क्यामेराम्यान चाहिँ भान्जा सन्मुख अब हाम्रो चाहिँ यहाँ यो माथि सेतो र त्यसपछि एउटा बिममा चाहिँ रातो लायौँ गाइज त्यसपछि अब अहिले चाहिँ हामीलाई लास्टै भोक लाग्यो गाइज अब हामीलाई चाहिँ 10 बजिसक्यो अहिले 10:30 भइसक्यो अब 10:30 बजे भएर हामीले चाहिँ कसैले नि दिउँसो नि खाजा खाएको थिएनौँ यताउता हेऱ्यो पैसा सिसा उठाउन यताउता गऱ्यो अनि त्यही भएर भोक पनि लास्टै लाग्थ्यो अनि काँचो चाउचाउ छ हामीसँग एउटा वाइ वाइ र अनि हामीले चाहिँ स्प्राइट खाएर गएको छौँ अब भोलिबाट चाहिँ हामी एक्सट्रिम खान्छौँ गाइज आज चाहिँ एक्सट्रिम यहाँ नभएको कारणले चाहिँ हामीले यहाँ तपाईँको स्प्राइटले नै काम चलाइरहेको छौँ 12 बजे पनि हामी चाहिँ काम चाहिँ भ्याएर भोलि चाहिँ सबैलाई सरप्राइज दिने प्रोग्राम भइरहेको छ किनभने भोलि चाहिँ आउने मन्दिरमा पूजा गर्न आउने मान्छेहरू चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ के उहाँलाई त्यो सोच्नु पनि भएन उहाँलाई चाहिँ यो रङ लाउँछ यताउता भन्ने कसैलाई पनि थाहा छैन हाम्रो यो आफै युवाहरूले मिलेर गर्न लागेको अनि यो चाहिँ ठाउँको ठाउँ भएको हिसाबले अनि त्यही भएर राति गरेको राति किन यिनीहरू बोलाइरहेको भनेर चाहिँ त्यसरी कहिले पनि नसोध्नु है चाउचाउ स्प्राइट हाल्दैन कान्छे थाप्दा कान्छे स्प्राइट खान्छौँ अब हामीले चाउचाउको नुन पनि अहिले हाल्छौँ चिसो रहन्छ कि है तर यो त हामी हर्प साङबाङ भन्दा नि खतरा भयो क्या चाउचाउ खाँदै भग बनाइरहन्छ यो चाहिँ हर्प साङबाङलाई चाहिँ मेन्सन गरिदिनु तपाईँहरूले पनि चाउचाउको नुन फुर्छु हात पनि यस्तो भयो होइन अङ्कल नि हुनुहुन्छ दाइहरू सबै हुनुहुन्छ साथीहरू हुन्छ मजा आइरहेको छ चाउचाउ खाना राति 10:30 बजे चाउचाउ खानु चाहिँ मजै छुट्टै हुँदो रहेछ कामहरू तीव्र गतिमा भइरहेको हाम्रो अब 11 बजिसकेको छ तपाईँको अहिले 11:15 भइसक्यो यो काम भ्याउँदा चाहिँ सायद 12:30 1 बज्न सक्छ होला सायद हेरौँ कति बज्छ आयो भित्र पनि लाउनुपर्छ त्यही भएर हाम्रो चाहिँ यो अब ओरेन्ज कलर लाउन सुरु भयो गाइस अब हामी ओरेन्ज कलर लाउन दामी भइरहेको गाइजहरू यस्तो बबाले लाउँछ नि केटाहरूले त्यही भएर ठेक्का पट्टा सट्टा छ है रङ लाउनु चाहिँ सस्तो मूल्यमा लगाइदिन्छ हाम्रो केटाहरूले कसम चाहिँ ल थाहा नै नहुने चाहिँ यसलाई त जाडो भयो नि त हाम्रो चाहिँ चुरोट खाने मान्छे हो तारे मगर ओइ हाम्रो फिनिसिङ गर्दैछ प्रकाश दादाले हाम्रो कान्छे लाइट देखाउने मान्छे उता अनिशङ्करले झालको फिनिसिङ गरिरहनु भयो हाम्रो शिवाजी भान्साको गीत चाहिँ कस्तो गीत हो मैले बुझेकै छैन लास्टै अहिले ब्रेकअपै भएको जस्तो हेर रङ पनि भइएकै छैन अब अहिले तपाईँलाई म सबै फिनिसिङ भएपछि अनि हाम्रो मन्दिर कस्तो भयो भनेर हजुरहरूलाई राति गरेको काम हामी देखाउनेछौँ हाम्रो शिवजी चाहिँ सबैलाई हेरिरहनु भएको सायद खुसी भएर होला मलाई सजावट गर्नुभयो यता सबैले भनेर खुसी भन्नुभयो ल हाम्रो यहाँ सिङ्गरहरू अब उसले गीत गाउँछ अरे
अहिले धोनी लाएर एक्लै बस्छ अरे अहिले एकछिन पछि 12 बज्ला त्यही भएर अहिले त्यो 1-2 प्याक ला त्यही भएर खानै पाएर अब तिम्रो यादमा टोलाउँछु तिम्रो यादमा ह्याप्पी शिवरात्रि गाइज। अब हामी चाहिँ ठ्याक्कै 12 बजेको छ, हामी मन्दिरमा छौँ यो शिव मन्दिरमा। धेरै लास्टको अब हामी चाहिँ अब 90% काम भइसकेको छ। अब यो चाहिँ भोलि चाहिँ बबाले देखिन्छ गाइज अब हाम्रो। हेलो गाइज, हाम्रो चाहिँ अन्तिम चरण भएको छ र हामीले चाहिँ अहिले फाइनल्ली 12:30 बजे काम भ्याएको छौँ। सबैजनाले चाहिँ अब हेलो गर्दै हो ल। हाम्रो चाहिँ सामरी भ्लग्सलाई चाहिँ सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानलको लागि। सबैले गरिदिनु होला। हाम्रो गाइजहरू चाहिँ यहाँ हामी चाहिँ घर जान लागिरहेको छौँ। 12:30 बजे ठ्याक्कै भ्यायौँ। हामीले चाहिँ लगभग 8 बजे सुरु गरेको थियौँ। आजको लागि चाहिँ यति नै भन्दै मेरो ब्लग चाहिँ यही नै टुङ्गाउन चाहन्छु। आजको फर्स्ट ब्लग मेरो कस्तो भयो कमेन्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई गाइज, गुड नाइट, सी यू टुमारो। अन्त अर्को ब्लगमा म भेट्नेछु। यसरी नै अब छुट्टीको लागि चाहिँ म घर जाँदैछु गाइज। बाई बाई, टाटा, गुड नाइट, सी यू टुमारो भन्दै यति नै।